सबैजनालाई नमस्कार। मेरो नाम सचिन घिमिरे। आज हामी पढ्दैछौँ स्क्रैच प्रोग्रामिङ, जुन चाहिँ हाम्रो क्लास 9 को नयाँ सिलेबस 2082 कोमा इन्क्लुडेड भएर आएको छ र यो स्क्रैच चाहिँ हाम्रो ब्लक प्रोग्रामिङभित्र पर्छ र हामीले यो स्क्रैचलाई हामीले कसरी पर्फर्म गर्ने र स्क्रैचको बेसिक अपरेसन हामीले यो पार्टमा कभर गर्नेछौँ र तपाईँहरूले अन्त्यसम्म साथ दिएर चाहिँ यो भिडियोलाई साथ दिनुहुनेछ भन्ने आशा लिएको छु। यो तपाईँहरूले देख्नुभएको यो स्क्रिनमा तपाईँहरूले यो क्याट देख्नुभएको छ। यो क्याटलाई चाहिँ हामीले स्प्राइट भन्छौँ है। यो क्याटलाई हामीले स्प्राइट भन्छौँ र यो क्याट यो मुभ हुने यो एरिया है, यति मुभ हुने यो एरियालाई चाहिँ हामीले के भन्छौँ? स्टेज एरिया भन्छौँ है। त्यसपछि अब यो स्टेज एरिया जस्तै अहिले व्हाइट छ, यसलाई हामीले फरक पनि जस्तै ब्याकग्राउन्ड हामीले यहाँ चुज ब्याकड्रप गरेर जस्तै यहाँ नयाँ ब्याकग्राउन्डहरूको अप्सन आउँछ, तपाईँहरूले त्यहाँ ब्याकग्राउन्डको अप्सन चुज गर्न सक्नुहुन्छ। जस्तै कि यहाँ मैले एउटा बेसबलवाला लिएर आएँ है। यो पछाडिको ब्याकग्राउन्ड के आउने भयो? बेसबलवाला आउने भयो है। तपाईँहरूले डिफ्रेन्ट ब्याकग्राउन्डहरू चाहिँ चुज गर्न सक्नुहुन्छ। ल अब हेर्नु है, जस्तै मैले एउटा सिम्पल ब्याकग्राउन्ड नै राखेँ। अब यसमा चाहिँ मैले यो ब्लू स्काई यो राखेँ है। अब यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो स्प्राइट मुभ हुनसक्छ है। अब हामीले यो पार्ट छ, यसलाई चाहिँ हामीले प्यालेट्स भन्छौँ। जस्तै यो ब्लकहरूलाई हामीले यहाँ लिएर आएर राख्न सकिन्छ है। यो ब्लकहरूलाई हामीले प्यालेट्स भनिन्छ। अनि यो ब्लकहरू जहाँ ल्याएर राख्छौँ नि, जस्तै मैले अर्को पनि ब्लक लिएर आएर यहाँ राखेँ, यो ठाउँलाई चाहिँ हामीले के भन्छौँ? स्क्रिप्ट भन्छौँ है। यो ठाउँलाई स्क्रिप्ट भन्छौँ। अब एउटा सिम्पल एउटा प्रोग्राम लेख्न पर्यो भने हामीले कसरी लेख्ने? ल अब यसलाई सिधा बनाउन हामीले डिरेक्सनलाई सिधा बनाउन सकिन्छ यसरी। यो सिधा भयो र यो तपाईँले एक्स र वाईको डिरेक्सनलाई चेन्ज गरेर जस्तै एक्सको 0 वाईको नि 0 राख्यो भने यो ठ्याक्क मिडलमा आएर बस्छ है। अब जस्तै अब यो क्याट छ, यो क्याटलाई ल मानौँ यो घुमिरहने बनाऊ है। हामीसँग के छ ब्लक हेरौँ है। हामीसँग जस्तै मोसनवाला छ, लुक्सवाला छ है, त्यसपछि साउन्डवाला छ, अनि इभेन्ट्सवाला छ, कन्ट्रोलवाला छ, अनि सेन्सिङवाला छ, अपरेटर्स छ, अनि के छ? भेरिएबल्स छ, अनि माई ब्लक छ। आफ्नै पनि ब्लक बनाउन मिल्छ। जस्तै मैले यसलाई 15 डिग्रीले टर्न गर भने है। अब यसलाई मैले घुमिरहने बनाउन, जस्तै 15 डिग्रीले टर्न गर भने यो कति डिग्रीले टर्न गर्छ? 15 डिग्रीले। यसलाई हेर्नु है, यो 15 डिग्रीले टर्न गर्यो। जस्तै मैले यदि ग्रिन फ्ल्याग क्लिक गऱ्यो भने, इफ ग्रिन फ्ल्याग चाहिँ हामीले क्लिक गऱ्यौँ भने कति डिग्रीले टर्न हुने भने कतिले टर्न हुने? ल भन्नुहोस्। 15 डिग्रीले। यो 15 डिग्रीले टर्न भयो। ल जस्तै मैले यहाँ एउटा लुप लिएर आएँ है, यो घुमिरहन बनाउनलाई एउटा फरेभर भन्ने एउटा ब्लक लिएर आएँ र त्योभित्र टर्न 15 डिग्री भनेर हालेँ। अब यहाँ मैले के हालेको छु हेर्नु त? कन्ट्रोल्समा वेन ग्रिन फ्ल्याग क्लिक गऱ्यो भने फरेभर टर्न कति? 15 डिग्रीले टर्न भइराख फरेभर है, जबसम्म यो ग्रिन फ्ल्याग चाहिँ क्लिक भइरहन्छ भनेको। अब मैले यसमा क्लिक गरेँ भने यो घुमेको घुमै गर्नु पऱ्यो है। ल हेर्नु त, यो के भयो? घुमेको घुमै गर्यो है। भनेको मतलब हामीले डिफ्रेन्ट ब्लकहरू लिएर आएर हामीले के गर्न सक्छौँ? यसको मोसनहरू हामीले सेट गर्न सक्छौँ र सिम्पल गेम्सहरू चाहिँ हामीले यहाँबाट डिजाइन गर्न सक्छौँ। स्क्रैच प्रोग्रामिङको एउटा यो एडभान्टेज भयो। र हामीले डिफ्रेन्ट स्प्राइटहरू पनि एड गर्न सकिन्छ। जस्तै कि ल मैले एउटा एप्पल भन्ने के गरेँ? एउटा स्प्राइट एड गरेँ। अब मैले एउटा सिम्पल गेम बनाउन सकेँ। यो क्याटले यदि यो एप्पल खायो भने चाहिँ मेरो स्कोर 1ले बढ्ने है भनेर बनाउन सकेँ। अब यसको लागि के गर्ने? जस्तै भेरिएबल छ, अब मैले एउटा आफ्नै भेरिएबल बनाउने। भेरिएबल के बनाएँ भन्दा स्कोर भनेर बनाएँ है। स्कोर भनेर बनाएँ। यहाँ के आयो? भेरिएबल स्कोर 0 आयो। अब हामीले एउटा गेम बनाऊँ यसपछिको भिडियोमा, जसमा चाहिँ यो क्याटले यदि यो एप्पल खाएको खण्डमा स्कोर कतिले बढ्ने? 1ले बढ्ने। अनि त्यसपछि यो एप्पल खाइसकेपछि अब जस्तै यो ऱ्यान्डम पोजिसनमा जाने बनाउन सकिन्छ हामीले है। अनि एप्पलको लागि पनि छुट्टै ब्लकहरू लेख्न सकिन्छ। ल यसपछिको कुराहरू हामी नेक्स्ट भिडियोमा इन्क्लुड गर्छौँ। र
यो भिडियोलाई साथ दिएर सहयोग गर्नुहोला र अबका भिडियोहरूमा हामीले डिफ्रेन्ट गेमहरू स्क्रैचबाट कसरी गेमहरू बनाउने भनेर हामीले डिजाइन गर्छौँ। यसपछिको गेम हामीले यो एप्पल खाएर स्कोर बढ्ने बनाउँछौँ। अर्कोपछि चाहिँ हामीले यो एप्पलमाथि जम्प गरेपछि चाहिँ कति आउने स्कोर आउने बनाउँछौँ है, गेमको डिजाइन गर्छौँ। तपाईँहरूले यो भिडियोलाई लाइक सपोर्ट गरिदिनु होला र यदि केही जिज्ञासा छ, यदि तपाईँहरूलाई केही इच्छा छ कुनै नयाँ नयाँ गेम बनाउन चाहनुहुन्छ भने तपाईँहरूले कमेन्ट सेक्सनमा चाहिँ त्यो चिज इन्क्लुड गरिदिनु होला। म कमेन्ट सेक्सनमा पनि तपाईँहरूको त्यो हेरेर चाहिँ हामीले नयाँ कुनै भिडियोको कन्टेन्ट बनाउन सकिन्छ। आजको लागि यति नै। तपाईँहरूले नेक्स्ट भिडियो हेर्नु होला, यसको पार्ट 2। थ्याङ्क यू।